नेपाल कम्युनिस्ट पार्टी एमालेको 11औं राष्ट्रिय महाधिवेशनको सिलसिलामा आज देशभरि प्रतिनिधिहरू छनौटको कार्यक्रम सम्पन्न भएको छ। कति ठाउँमा कमरेडहरूले सर्वसम्मतिका साथ प्रतिनिधि छनौट गर्ने काम गर्नुभएको छ र कतिपय ठाउँमा प्रतिस्पर्धात्मक ढङ्गले प्रतिनिधि छनौटको काम सम्पन्न भएको छ। दुवै तरिकाले प्रतिनिधि छनौट हुनुभएका कमरेडहरूलाई म हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र उहाँहरूले यो महाधिवेशनमा महत्त्वपूर्ण भूमिका पुरा गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु। नेपाल कम्युनिस्ट पार्टी एमाले जनताको बहुदलीय जनवादको रक्षा र पार्टी जीवनको लोकतान्त्रिकरणको कुरालाई प्रभावकारी ढङ्गले अगाडि बढाउन चाहन्छ। यी काम गर्दै मुलुकमा समृद्धिको एउटा अभियानलाई अगाडि बढाउन चाहन्छ र यो 11औं राष्ट्रिय महाधिवेशन यो काममा महत्त्वपूर्ण निष्कर्षमा पुग्न सकोस् म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो सँगसँगै नेतृत्व निर्माणमा स्वस्थ मित्रवत प्रतिस्पर्धाको कुरालाई पनि हामीहरू अगाडि बढाउन चाहन्छौँ। यो महाधिवेशनमा यी कामहरू गर्न सकौँ म सबैप्रति यही आग्रह गर्दै सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।